हेलो गाइस, आज हामी रेन क्याम्पिङको लागि आएको छौँ। ठाउँ एकदम रमाइलो छ, पानी मजाले परिरहेछ। एकदम बिहानको टाइम भएर अब हामी पहिला कफी र सेलरोटी खान्छौँ। त्यसपछि फेरि हामी खानामा चाहिँ गुन्द्रुक र आलु अनि भात खान्छौँ। पानी मजाले पर्यो भने भिडियो अझै रमाइलो हुन्छ। लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला है त। ल गाइस, अब हामी टेन्ट लाउँदैछौँ। टेन्ट लाउने तरिका त सबैलाई थाहा छँदैछ, मैले धेरैचोटि लगाइसकेको छु। आज हामी चाहिँ रेन क्याम्पिङ गर्ने भएर आएको, तर पानी अहिलेसम्म परिरहेको थियो, अहिले रोकियो। धेरै भयो मेरो भिडियो नबनेको पनि। साथीहरूले मेरो भिडियो मन पराउँदै आइरहनु भएको थियो। अब यो भिडियो पनि मन पराउनुहुन्छ भने मलाई लगाइरहेको छ। आज हामी सुरुमा चाहिँ कफी र सेलरोटी खान्छौँ। त्यसपछि हामीले चाहिँ आज नेपाली खाना गुन्द्रुक अनि आलु, त्यसपछि भातै खान्छौँ। भिडियो कस्तो लाग्छ अन्तिमसम्म हेरिदिनु होला। ल साथीहरू, अब हामी चाहिँ दुध तताउँछौँ सुरुमा। दुध धेरै हुन्छ तिमी खाऊ है। दुध तात्तिन्छ, अनि तात्तेपछि अनि म चाहिँ यहाँ मैले यो 3-in-1 कफी ल्याएको छु। बाबुले चाहिँ दुधै खान्छ अनि यो सेलरोटीमा चोप्दै खान्छौँ हामी। साथीहरू, आज हामी घिउ पनि ल्याएको छौँ। गुन्द्रुकसँग घिउ खाना भएर सेलरोटी चाख्दा कस्तो छ? नरम है, मिठो। गाइस, यो चाहिँ हाम्रो गुन्द्रुक हो होइन। यसलाई म गुन्द्रुकलाई काटेर दुध नै उम्लिरहन्छ, यसलाई म काटेर अनि पानीमा भिजाइराख्छु। लसुन अलिक देख्छु। यो चाहिँ हाम्रो एकदम गोर्खाको अर्ग्यानिक गुन्द्रुक हो। मिठो छ, अमिलो, टक्क परेको। कैचीले दुध नै उम्ल्यो, दुध उम्ल्यो साथीहरू है। सानो आगो बनाउनुपर्छ। दुध जति पाक्यो त्यति मिठो हुन्छ भन्छ होइन। यसलाई चाहिँ म सानो यसरी अब चाहिँ हामी यसलाई टक्क पानीमा हालेर यसरी भिजाइदिन्छौँ। भिजेको छ। ल साथीहरू, दुध पनि उम्ल्यो। अब म ग्यास मारिदिन्छु होइन। भोगाइरहेको छ। अब चिया र सेलरोटी खाएर अनि त्यसपछि हामी अनि अरू भिडियो बनाउँछौँ है त। हाम्रो यो गुन्द्रुक यस्तो भएको छ भिजाएर। अब म यसलाई तल राख्छु। अब त्यसपछि यो कफी ल्याएको छु मैले। यो ग्लासको लागि त अलि यो थोरै नै हुन्छ होला, कफी कडा हुन्छ होला। ठिक छ, कफी कडै खानुपर्छ। यो मेरो कफी भयो। यो बाबुलाई दुध। सेलरोटी पनि एकदम नरम मिठो रहेछ। मिठो है।
कफी मिठो भयो खाऊ मोबाइल हामी चाहिँ पानीको लागि वेट गरेर राख्नु साथीहरू पानी पर्छ कि भनेर ल साथीहरू मैले चाहिँ कफी भ्याएँ होइन अब हामी चाहिँ खाना बनाउनुतिर लाग्छौँ बाबुले लसुन ससुन केलाउँछ म चाहिँ प्याज स्याज काट्छु रमाइलो हुँदैछ शनिबार तपाईँहरू पनि यसरी नै क्याम्पिङ पिकनिक गर्नु होला माइन्ड फ्रेस हुन्छ होइन मोबाइल धेरै चलाउनु हुन्न त्यही हो के गर्छौ अन्जु दुध ल अझै खाऊ कति पनि भ्याएनौ तिमीले त अहिले पनि खानु पर्यो ल हाम्रो अब यो दुध खान्छौँ एकछिन दौडिन्छौँ पनि होला त्यसपछि अनि खाना पकाउनुपर्छ है भोक लाग्ला खाएन पानी पर्दै भयो झन् रमाइलो हुन्थ्यो है उही त परेको थियो भने पानी पर्छ भनेर यस्तो आशले आएको चेस गरेर नै देख्छु लास्टमा चाहिँ म त फेरि खासै तातो लाग्दैन साथीहरू अब एक रनिङ गर्नुपर्छ हामी होइन रनिङ गरेर अब यहाँ यसो जिम्नास्टिकहरू हान्नुहुन्थ्यो अब सबै यो साथीहरू यहाँ हेर्नु होइन बियर खान्छन् अनि सबै सिसा रहेछ क्या यहाँ त्यो चाहिँ गर्नु हुँदैन कहिले पनि तपाईँको खानी ट्याक्क लगाएर यसरी सिसा चाहिँ गर्नुहुन्न फोहोर गर्नुहुन्न सबै चाहिँ आफूले लिएर जानुपर्छ सकेसम्म म चाहिँ सबै झोलामा हालेर जान्छु त्यो फोहोर गर्दा पनि गर्दिनँ म अरूले पनि त्यही गर्नु होला त्यो रमाइलो गर्नुहोस् तर यहाँ भुइँभरि सबै तपाईँको खुट्टा काट्छ जुत्ता खोलेकै छैन जिम्मेवार नागरिक हुनुपर्छ होइन अनि प्रकृतिलाई पनि बचाउनुपर्छ साथीहरू अब म चाहिँ अब तरकारीको लागि कटिङ गर्छु यहाँ हाम्रो गुन्द्रुक भइहाल्यो टमाटर छ बाबुले लसुन छोडाइरहेको छ अब म छिटो कटिङ गरेर अब म पकाउन थाल्छु है त ठाउँ देख्न सक्नुहुन्छ यस्तो छ काठमाडौँ अब खासै खुलिएको छैन पानी पर्न ला भएर खै पानी पर्न सकेको छैन यस्तो छ ठाउँ हात पनि यति भए पुग्छ होला त्यहाँ त है धेरै पुग्छ
आलु छोडाउनु पर्छ। साथीहरू आजको दिन चाहिँ बवाल शीतल छ है, हावा मजाले आछ। म चाँडो अब हल्का भोक पनि लास्तो भयो, कागती च्याट्टा हालेर अमिलो गुन्द्रुक खानुपर्छ। खुर्सानी पनि ल्याएको छु मजाले। म आलु तासेर मैले घरबाट नै उसिनेर ल्याएको थिएँ, त्यही भएर सजिलो हुन्छ पाक्न पनि, गुन्द्रुक पनि ग्रेभी हुन्छ होइन मान्छेहरू। बाबुले चाहिँ सधैँ घरमा लसुन छोडाउने काम गर्ने हो होइन, उसको डिबाटै लसुन छोडाउने हो। के गर्छ ल साथीहरू, आलु पनि छोडा सकियो। अब हामी फटाफट बनाउँछौँ। मजाले पाकेको छ आलु होइन, यो बोक्रा हाल्छौँ। गुन्द्रुक आलु आज स्याट पिरो पिरो हालेर खानुपर्छ। यतिकै खानु मिल्छ। ल साथीहरू, हाम्रो सबै रेडी भयो होइन, चराहरू पनि आउनु थाले। अब हामी पकाउन थाल्छौँ है। तेल काट्दै तेली काट्छ। यहाँ चाहिँ हाम्रो आलु छ है, यो भुइँमा राखौँ। गुन्द्रुक कति अमिलो छ हेर्छु है त। अमिलो बवाल छ, कागती हाल्नु पनि नपर्दा छ, तर थोरै हाल्छु म। आज भर्खर मैले नयाँ फ्राई प्यान किनेको छु अन्डा फ्राई गर्नलाई। प्याज हालेँ मैले। अब यसमा मैले आलु हालिदिएँ। यो लगभग 10 मिनटमा पाक्छ होला, किनभने आलु पनि पाकेकै हो। म अहिले बाबुले काटेको लसुन पनि यहाँ हाल्दिएँ। काट देख्नुहुन्छ यो जिरा र धनियाको धुलो, यो बेसार खुर्सानीको धुलो, अनि यो नुन हामीले योमा हाल्छौँ। ल साथीहरू, हाम्रो आलु भुटिसकेको छ होइन। अब योमा मैले एकैचोटि हालिदिन्छु म। अब म योमा गुन्द्रुक नि हाल्ने। गुन्द्रुकको साथसाथै मैले अब
टमाटर पनि हालिदिन्छु सँगै भुटिन्छ भनेर। फेरि टमाटर पाक्दैन। मिठो देखिसकेछ। र यसलाई म एकछिन छोपिदिन्छु है त। साथीहरु हाम्रो गुन्द्रुक चाहिँ अब यस्तो देखिएको छ। अहिले यो टमाटर पनि लगभग पाकिसकेको छ, मिठो देखिएको छ हैन। अब यसमा हल्का पानी हालेर लास्टमा कागती र धनिया हालेपछि दामी हुन्छ हैन। त्यसलाई चाहिँ अब म हल्का यो अघिको गुन्द्रुककै पानी थियो, यो अमिलो पनि हुन्छ, यसरी हालेर हेर्न सक्नुहुन्छ यो छड्किसकेको छ। अब यो पकाएपछि हामी अब अन्डा पनि फ्राई गर्छौँ। बास्ना पनि खतरा छ। यसलाई म हल्का झोल हाल्छु, यदि भयो हामीलाई पुग्छ हैन। अब यसलाई 5 मिनट उमालेपछि मिठो हाम्रो गुन्द्रुकको तरकारी बन्छ। अब छोप्छौँ 5 मिनट, त्यसपछि धनिया र कागती हालेपछि रेडी हुन्छ है त। ल साथीहरु हाम्रो गुन्द्रुक उम्ल्यो। थोरै कागती धेरै हाल्नु त नपर्ला हैन। धनिया यस्तो भएको छ हैन। थुकाइसक्यो मुखबाट, बास्ना पनि त्यस्तै आहा। ल यो पाके साथीहरु हैन। अब म चाँडो अन्डा पनि बनाइहाल्छु है। खानाको लागि प्याज काट्नु पर्यो। साथीहरु मैले खाना चाहिँ घरबाट ल्याएको छु हैन, बनाएर यहाँ अब धेरै टाइम किन लस गर्नु भनेर। खुर्सानी अब 2टा छ, पालैपालो खान्छु म, रातो र हरियो। खानु चाहिँ म त कहाँ खान्छु। ढक्क लाएर अब यसरी हालिन्छ। यो ग्यास तल हुन्छ, यो पनि यही होस्। ल साथीहरु अब हामी तातो गुन्द्रुकको झोलसँग खान लाग्छौँ। अब लास्टमा हामीले घिउ हालेर हैन, चट्ट तातो घिउमा यसरी तातो तरकारीमा हाल्दैछ घिउ, जम डिजल हुन्छ, यसरी हालेर खान्छौँ है त हामी। ल दो पहिला हामी चढाउँछौँ हैन। अब बाहिर खाएपछि घर हुन्न।
यो चाहिँ हामी यहाँ चलाएर अब हामी खान सुरु गर्छौँ है त साथीहरू। लेमन हाल्छु अनि खान सुरु गर्नु पर्यो। मिठो भन्छ है। मिठो होइन घिउ मिठो छ है। धेरै पछि भिडियो बनाउँछौँ साथीहरू, लाइक गरिदिनु होला है, कमेन्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला है त। जोर हुन्छ तो मिठो देख के बवाल मिठो भन्छ। म त फेरि हाल्नु पर्यो। तिमी हाल्ने यो मिठो छ त। यो चाहिँ गुन्द्रुक साथीहरू। यो हाल्ने हो एकदम अहिलेसम्म कि क्याम्पिङमा सबभन्दा मिठो तरकारी भएकै आज होला। खुर्सानी चाहिँ बवाल बिरो छ। आज पानी पर्ला भनेको पर्दै पर्छ है। एकछिन पर्यो अनि अचार भइदिएको छ नि खतरा हुन्थ्यो। आज अचारको बनाउनु भएर ल्याएन। अब हामी एकछिन ड्रोन उडाउँछौँ ल। खतरा थोरै तरकारी मात्रै खान्छु है यति। भिडियो कस्तो लाग्यो साथीहरू? गुन्द्रुक मन पराउनेहरूले चाहिँ भिडियो लाइक गर्नु होला। ल हाम्रो भिडियो चाहिँ अब यहाँ अहिले इन गर्छौँ। अब अहिले जाने बेला फेरि भेटौँ है साथीहरू। टन्न भयो सुत्न पनि सक्छौँ होला हामी एकछिन। के सुत्ने हो क्या?